नमस्ते सबैजनालाई। हिजोको राइडले बाइकको हालत यस्तो भएछ। अहिले चाहिँ म चाहिँ हिजो ढुङ्गामा ठोकेर मेरो इन्जिन गार्डको यताको चौक चाहिँ उड्यो के, चौक उड्यो। यसमा छ वेल्डिङ गर्न मिल्दो रहेछ, यसले प्लास्टिक वेल्डिङ। म त सोको लागि मात्र हालेको कि त्यो यताउता केही होइन सोको लागि हालेको। ट्याक्क त्यसलाई धुन छ एकचोटि छ। अनि हामी चाहिँ अब स्याकिङ जानु लाग्यो, मामा घर जानु लाग्यो। फेरि अस्ति म इतालको थिएँ, त्यहाँपछि फेरि छिर्नु पऱ्यो। छिरेर ट्याक्क मेरो पार्टनरसित ट्याक्क जाने। अनि त्यही हो, बसन्तीलाई नुहाइदिँदै यता बसन्तीलाई चाहिँ नुहाउने, आफू ननुहाएको त भयो 1 महिना। बसन्तीलाई चिसो लाग्ला है बसन्तीलाई यसलाई चाहिँ अब नजिक हामीले होइन, हिजो ध्वस्तै भएको थियो कि यो माटो खाएर धुलो खाएर हेर्नु रहेछ। आज चाहिँ नयाँ च्याप्टो बनाइदिन्छौँ। उता चाहिँ इन्जिन गार्ड चाहिँ वेल्डिङ गर्न दिन्छु मैले, प्लास्टिक वेल्डिङ त्यो ल्याएर जोन गरेर। त्यो चाहिँ नयाँ बजारको ट्याक्क वेल्डिङ गर्ने पसल, साइडको पसल हो। त्यहाँ चाहिँ मिठो होइन, सबै थरीका यताउता यस्तो हो क्या। वेल्डिङ गर्नु मेरो भाइ यता ट्याक्क परेर पोज्दैन पोज। यो एरिया त्यो गल्लीबाट ट्याक्क छिरेर यताको साइडमा ल। यहाँ बसन्ती नि रेडी। यहाँ मेरो केटाहरूले राखिदिएको नाम कि बसन्ती भनेर। फेरि ट्याक्क लाएर नुहाइधुवाइ गरियो। हिजोको राइड पनि सफल भयो। ट्याक्क लाएर देखि त मेरो सातो गइहाल्छ। मामाको नजिक नपर भन्छु, सधैँ नजिक भनिन्छ। त्यो त्यही छ गाइस। मामाले ठाउँ भेटिन्छ। तेरो म खासै 10 त्यो बिहान 7-8 बजेदेखि बिहानको 7-8 देखि 10 बजीसम्म म बाहिर निस्किनु त खासै। चेकिङ भइरहेको थियो कि कने हाम्रा टिचर क्या क्या नि क्या। हाम्रो त जहाँ पनि जान्छ कि बाइक, फेरि जस्तोमा नि यात्रा मुत्रुम होइन। अनि हाम्रो अस्ति म गएको थिएँ नि मैले ताल ट्याक्क हामी अब तालचोकमा आइदिउँ होइन। अब पोखरा तालचोकमा आएपछि ठ्याक्क बायाँ साइडमा जाने के, यतापट्टि अब बायाँ साइडतिर जाने, यतातिर जाने। अनि त्यहाँबाट फेरि त्यहाँबाट चिसो चोकबाट 5 मिनटभित्र पर्छ कि।
मोडेर त्यो 2 मिनटको बाटो ठ्याक्क चिसो पुग्नु पऱ्यो। अनि चिसोबाट भित्र अहिले म चाहिँ लोकेसन देखाउँछु। हजुर त आउनु हुँदैन अब हामी चाहिँ उसमा आयौँ नि त सिसो चोकमा आयौँ होइन। यता चाहिँ बेगनस्थल जाने बाटो, यता चाहिँ रूपाकोट जाने बाटो, यता चाहिँ मैदीताल जाने बाटो कि यताबाट अब हामी चाहिँ यताबाट जान्छौँ, यही बाटो जान्छौँ होइन। अब म चाहिँ यता बायाँ मोडिएँ, यता बायाँ मोडेपछि फेरि थोरै भित्र छिरेपछि अनि फेरि यता के यता दायाँ साइडले त्यसरी भित्र छिरिम होइन। फेरि यताबाट नि बेगनस्थल छिर्न मिल्छ होइन यो बाटो सिधै गयो भने चाहिँ। तर हामी मैदीताल जान छ भने चाहिँ हामी चाहिँ यतातिर जानु पऱ्यो क्या, यता भित्र छिर्नु पऱ्यो। हामी मैदीताल छिर्छौँ होइन। बाटो नि च्याट्टै छ कि, बाटो नि राम्रो छ नि त, एकदम राम्रो। यतिको त धेरै राम्रो हुन्छ नि। हामी चाहिँ यता जानु बाटो, तर हामी चाहिँ फेरि बायाँ मोडेर यो मन्दिरको साइडबाट यता छिरेर यता छिर्नु पर्ने हुन्छ। बाटो चाहिँ भित्रभित्र छ कि, अब नचिन्नेलाई त गाह्रो हुन्छ सुरुमा है, नचिन्नेलाई त गाह्रै हुन्छ। मैले पनि सुरु त त्यहाँबाट सोध्दै आएको, त्यहाँ बाटोमा जो हिँडेको हुन्छ उनीहरूलाई सबलाई सोध्दै हिँडेको। यस्तो खटाङमा फेरि मलाई मेरो बसन्तीको एकदम माया लाग्छ। त्यो यस्तै यहीँ यस्तोमा बिम छ, यही हिँड्यो। हिँड्ने यस्तो अलिअलि यस्तो छ, यस्तोमा त के पनि आउँछ, यस्तो स्कुटर बाइकहरू सबै आउँछ। मैले फेरि भात्रम भुत्रुङ जस्तो पनि हालिनँ कि बाइक। मलाई फेरि यो बसन्तीको माया एकदम लाग्छ। त्यहाँ रहरमा किनेको बाइक हो। मलाई यो बाइक यता गर्ने उता गर्ने मन लाग्दैन, बिगार्नै मन लाग्दैन कि यसलाई। जति सक्छु त्यति बचाएर हिँड्छु भन्ने हो मेरो सोच चाहिँ यस्तो। हामी फाइनली मैदीताल आयौँ। सानो छ ताल तर एकदम मिठो छ। बाइक त यहीँ आउँछ, सर्ट आउँछ। आँखों में डूबे कभी पागल लगे, आँखों के पीछे आँखें लेके फिरे यूं, आँखों में शीशा तेरी देखा करे यूं, अपनी सी देखी देखी अनजाने। यति राम्रो ठाउँ, तर मान्छेको पहुँचै नपुगेर होला कि यस्तो होइन। यति राम्रो पोजिदियो त एउटा केटिल जस्तो नदिन।
ल अब चाहिँ हामी निस्किन लाग्यो यहाँबाट। भ्यू चाहिँ एकदम बबाल छ कि। मेरो चाहिँ सेकेन्ड टाइम हो, यसको चाहिँ फर्स्ट टाइम हो के अरे। अब हामी निस्किन्छौँ, घर जान्छौँ, बिहानबाट भोकै निन्छौँ दाजुभाइ घर गएर भात खाने भनेर। अब त्यही हो, यहाँ सट्ट राम्रो छ च्याट्टको। हामी चाहिँ निस्केको ल। तेरो फेभरेट बाइक कुन रे? 220 220 हो। 220 कति सिसीको हुन्छ अरे? कति हो थाहा छैन। त्यो तोरीबारी कति राम्रो। मलाई पनि एउटा बाइकको भिडियो बनाउने तोरीबारी चाहिएको थियो कि, तर मैले कतै नि भेटिनँ एउटा राम्रो तोरीबारी बाइकको भिडियो बनाउने भनेर। कसैको गाउँतिर ठाउँतिर तोरीबारी यसो च्याट्ट बाइक राख्ने खालको छ भने भनिदिनु होला। म आउँछु जहाँबाट भयो नि झ्याप्पै आउँछु, तर मलाई तोरीबारी चाहिँ देखाइदिनु होला। तर तोरीको फुल नदेखाइदिनु मलाई, तर बारी चाहिँ देखाइदिनु होला। होइन त बाबु? हिजोको राइडले गर्दा चाहिँ अलिकति यसलाई चाहिँ सन्चो भएन अरे रुगालाई त रे। मलाई चाहिँ हुन चाहिँ केही भएन, मलाई नि यसो बिमार चाहिँ हुन लागेको थियो के अरे। फेरि यस्तो बिमारसँग रुगा खोकी त पचाइन्छ। बाटो गन्धमा बुल्दिङ बाटोमा त मलाई यो बसन्तीको मायाले उत्पादै अटाउँछ। अब हामी चाहिँ तपाईँलाई साथ निस्किरहेछौँ होइन। अस्ति साइलेन्सर पड्काउँदै आएको थियो, हेऱ्यो मामा घर रहेछ। त्यहाँ मैले मामाहरू रहेछ नि, मलाई फेरि मामाहरू त अलिकति डर लाग्छ क्या। मामाहरूतिर धेरै डर लाग्छ। अनि हामी चाहिँ तर फेरि बेलना सालतिरको बाटोबाट छिरेर अब हामी चाहिँ चाँडो जान्छौँ। तर मैले बाटो चाहिँ फेरि बिर्सेँ है। अब युटर्न त ठाउँको ठाउँबाट हालिन्छ के अरे, हाम्रो त होइन। यस्ता युटर्न त फ्याँक्क हालिन्छ। सिसुवा चोक आयो भनेको त सिसुवा चोकको त भाइ पो आएर रहेछ। अनि कहाँ हुनु त्यस्तो सिसुवा चोकबाट म त खास यताबाट पो आउनु पर्ने त। म त अनि उता छिर्दैन त नि। त्यो सिसुवा चोक यता चाहिँ बेलमस्ताल जाने बाटो। त्यता सिसुवा चोकबाट म चाहिँ अब मेरो घर रूपा गाउँपालिका वडा नम्बर 5 देउराली निस्किएँ है त। अब बाटो फेरि यस्तो बबाल छ। बाटो फेरि बाटो निस्किएको बाटो त यो त 10 वर्षमा एकचोटि बनेको बाटो हो नि त। भगवान्ले दिएको बाटो हो यो। यहाँ भगवान्ले दिएको बाटो हो। भर्खर त यो नयाँ बाटो सुरु भएछ। बाबु झर त। अब हामी केही गर्दैनौँ। अब चाहिँ हामी निस्किन्छौँ। एउटा काम चाहिँ गर्नु बाँकी छ। दे त आइज, यहाँ आइज, झोला निकाल त। अब चाहिँ हामी चाहिँ गाउँतिर उक्लिन लाइन नि त होइन। अनि यो त यति राम्रो छ च्याट्ट परेको होइन। मसित फेरि हतियार छ कि यहाँ, हतियार छ, छोटो हतियार छ यहाँ। यता चाहिँ क्यान त नि होइन। के गर्नु पर्ने, यस्तो घुमाइदिने।
यति घुमाइदिए पुग्छ। यति घुमाइदिने कालो लाग्छ फेरि। उहाँलाई चाहिँ उहाँको वासस्थानबाट निकालिन पर्छ हामीले। गेट आउट हालिन्छ नि होइन। त्यस्तो पो रहेछ त्यहाँ त भित्र हेत्तेरिका। अब मलाई मामाले मार्ने भयो। मामाले अब मेरो त के गर्ने हुन्। नभेटिने जसँग के हो भेटेपछि त्यस्तै हो नि त। यो चाहिँ मेरो सामान होइन, यो चाहिँ सामान हो। दिदीलाई नि तातेर हैरान भइछ फेरि। अब आब्बा त आउँदा नि पड्किला नि होइन। बस अब सक्छ त बसन्तीलाई कसैले घरबाट गाउँमा नि मम्मीले छोटैबाट थाहा पाउन छोरो आएको आज घर भन्ने। कभी पार लगे हैं, आंखों के पीछे आंखें लेके फिरे यूं, आंखों में शीशा तेरी देखा करे यूं, अपनी सी देखी देखी अनजाने। विश्वविद्यालय शिक्षण अस्पताल अब हेरेको हेरे हामी बसन्तीलाई। यो चाहिँ हाम्रो गाउँ जाने बाटो है। अहिलेको सबसे बेस्ट बाटो हो यो चाहिँ। एकदम नयाँ बाटो हो होइन। यो हामी सानसानो हुँदाखेरि बन्न सुरु गरेको हो। अहिलेबाट यस्तै छ। कसले के भनिरहेको छ बाबा अहिले पोखरा महानगरपालिकाको सबभन्दा त्यो 7 महिनाको पुल त्यहाँ चाहिँ भलिबल खेलिरहेको नि केटाहरू। कपाल बाटो यो चाहिँ होइन।
चाहिँ हाम्रो गाउँको बाटो त्यो छ हाम्रो सन्तोषै होला सन्तोषको गाडी त्यो दाइलाई मैले चिन्छु मेरो साथीको दाइ हुनुहुन्छ यो चाहिँ रूपाकोट रूपाताल जाने बाटो हो यो चाहिँ देउराली यो चाहिँ हाम्रो चाहिँ देउराली रूपा गाउँपालिका 7 मा देउराली जाने बाटो म घर जानेर चाहिँ यही बाटो जान्छु सधैँ जस्तो होइन सधैँ जस्तो यही बाटो हिँड्छु र हामी चाहिँ राजचोतरा आयौँ राजचोतरा छ होइन साँगुरो त साँगुरै छ साँगुरो छ यो चाहिँ यहाँ युनिभर्स चोक यहाँ चाहिँ हेर्छु बाटो काट्न जताभावी बाटो काट्न मनै छ यस्तो भयो भने त्यही अर्को हाम्रो देउरालीको बजार है यो राजचोतरा पोखरा लेखनाथ बस्ती नम्बर 32 राजाको चौतार बाटो त नसक्नु छ नि यार त्यो चाहिँ हाम्रो ठाउँको बाटो घर जाने बाटो यही हो हाम्रो उसको बाटो यही हो पहिलादेखिको यो चाहिँ मामा घर हाम्रो मामा घर यहाँको मामाहरू चाहिँ चिन्छ दियोस् पोखराको मामाहरू चाहिँ भन्दा यहाँको मामाहरूले चाहिँ अलि मान्छेहरूको त्यति पहुँच त्यति के भन्छ अरे त्यो धेरै मान्छे नभएको ठाउँको पुलिसहरूलाई चाहिँ मनै छ नि हिजोमा पो गाह्रो हुन्छ त यहाँ त यता त केही भएन मान्छे मारेर उहाँ जलाउने बेला बल्ल आउँछन् पुलिसहरू अहिले त देउरा जाने पुरानो बाटो चाहिँ यता चाहिँ बनाउनु लाग्यो नि होइन त्यो भएर हामी त चाहिँ त्यो धमला बस्ती कृषि धमला होइन फेरि धमला बस्ती मात्रै त्यहाँबाट छिरेर चाहिँ उता त्यो बाटोमा निस्किनु पर्ने हुन्छ कि हाम्रो चाहिँ अहिले बाटो चाहिँ बन्द छ यो त्यहाँ गाउँ जाने बाटो चाहिँ त्यहाँ ठाउँ चाहिँ घुमाउँछु साइड हुन्छ म चाहिँ अहिले यहाँ धमला बस्ती उता छु चोरीबारी कस्तो त्यो रहेछ कि मैले चोरीबारी खोजिराखेको अस्तिबाट होइन चोरीबारी खोजिरहेको थियो आज चाहिँ भेट्टाएँ ल म पुग्ने चाहिँ ऊ त्यो माथि डाँडा चाहिँ मेरो गाउँ हो उहाँ माथि देखेको डाँडा चाहिँ तर धमिलो देखेको छैन मेरो गाउँ हो अब म यहाँबाट ट्याक्क एक दुईवटा यसको चोरीबारीमा ट्याक्क बाइक राखेको भिडियो बनाउँछु अनि हामी फेरि भेट्नेछौँ ल
ल तोरीबारीको भिडियो नि बनाएँ होइन मैले कति खोजिरहेको थिएँ तर यति भन्ने तोरी भेटाएँ धेरै खुसी लाग्यो अब जान्छु फेरि त्यो देउरालीको डाँडामा त्यहाँ बाँस र भात पाकिन्छ अरे कि हामीलाई घरमा मम्मीले फोन गरेर हैरान गर्नुभयो अब हामी छिर्छौँ घर चाहिँ डाइरेक्ट यसको आवाज फेरि डट के एक्जस्ट हाले जस्तै छ कि फेरि आवाज चाहिँ म त्यो भित्र यता मिलाएको छु बनाउँछु साइलेन्सर चाहिँ मिठो बनाउँछु होइन हामी यहाँ पहिला कति आउँथ्यौँ खेल्न सानसानोमा एकदम खेल्ने हाम्रो ठाउँै यतै हुन्थ्यो कि पौडी खेल्न आउने यता हिँड्ने यो चाहिँ हाम्रो गाउँबाट झर्दै गरेको गाडी हो माथि देउरालीबाट झरेको गाडी हो यो चाहिँ मान्छे बोलाइ छ नि दाइले अब उताको पिच बन्दैछ नि यतापट्टिको साइडको बाटो त्यहाँ चाहिँ यो चाहिँ वैकल्पिक बाटो हो कि यो बाटो चाहिँ यसो केही बाटोमा केही मेन रोडमा केही समस्या आयो भने चाहिँ यो बाटोतिर त्यसो हिँड्नको लागि पहिल्यै हामी सानसानो हुँदा बनेको बाटो हो खनेको बाटो यो चाहिँ स्याबास भाइ हो यस्तै यस्तै गर्नुपर्छ होइन एम्बुलेन्स आयो तर पनि उसलाई हतार छ एकछिन अगाडि नामिसक्नु भयो ठिकै छ बानी त मेरो अस्ति रहेछ कि अताडि अटेरी यो बाटो चाहिँ यस्तो बबल हुने भयो म त अब घरमा 1 घन्टा लाग्थ्यो मलाई पहिला घरमा आउन अब त म त आइदिन्छु अब त 30-35 मिनटमा त आइन्छ अब धेरै त्यति रफ पनि चलाउनु हुँदैन धेरै के गरिन्छ हाम्रो भाइले बाटो चाहिँ यो बाटो म त्यत्रो यो बाटो पहिला सधैँ हुँदा लु त्यस्तै 10 मिनट आउँथ्यो भने म रूपाकोटबाट जाँदै त्यस्तै मलाई 25 मिनट त्यस्तो लाग्थ्यो तर म त्यो बाटो घुमेर जान्थेँ कि यो बाटो पानी पऱ्यो भने यस्तो बिग्रेको थियो नि यो बाटो अहिले यतिको त धेरै राम्रो हो कि अब त्यो त बगलै बन्दी भयो कि यो बाटो त फराकिलो पहिला त त्यो एउटाको 1-2टा गाडी अट्न नि मुस्किलै थियो अहिले चाहिँ मिठो भएछ खत्रै भएछ बाटो चाहिँ यो चाहिँ हाम्रो आँपो खोला पुल यो चाहिँ हाम्रो आँपो खोला पुल यो चाहिँ हाम्रो पहिलाको नेचुरल स्विमिङ पुल है हामी पहिला सानोसानो हामी पौडी खेल्ने यहाँ हो हामी यो बाटो कति हिँड्यौँ कति खेल्यौँ यो त तलन थियो यस्तै स्विमिङ पुल तलन थियो त्यहाँ तलन थियो हामी त डरै घुम्यौँ कि कता कता पुग्नु भने अब यही हो गाउँ लास्ट बाटो बल्ल गाउँतिर उम्रिनु बल्लै बाख्रा यहाँ गोरु देख्न पाउँदैन यो गाउँ उम्रिनु मात्रै हो यही त नि गाउँको रमाइलो भनेको होइन बाबु गाउँको रमाइलो मजा यो चाहिँ हाम्रो गाउँ जाने बाटो है यो बाटो चाहिँ हाम्रो पहिला बेसी गर्ने हो कि बेसी गर्ने त्यो धानहरूको खेतहरूमा जाने चाहिँ बाटो हो यही बाटो चाहिँ हाम्रो चाहिँ पहिला ट्र्याक्टरमा सामानहरू परालहरू धानहरू सानो लाग्थ्यो त्यो ठाउँमा बाटो गरेको त्यो चाहिँ पोल्याङ जाने बाटो त्यो चाहिँ हाम्रो गाउँ देउरा जाने बाटो होइन यहाँबाट छिरेर 5 मिनट त हाम्रो देउराली आइहाल्छ नि यहाँ चाहिँ अस्ति एउटा बजी बित्नुपर्छ अनि चाहिँ उम्रिनेहरूलाई यताउता ल यता चाहिँ यस्तै सोक परिरहेको होइन
पारिवारिक शोक परेछ समाजलाई शोक परेछ ए कहाँ हो त्यसको दुनियाँ छिट्टै छ फेरि बल्ल आयो हाम्रो देउराली बजार आयो आन्टी आयो फाइनली आयो घर आयो ए किसका बिहा है इधर खट्टे में टांगा रहने का नहीं नमस्कार लो फाइनली घर पनि आयो यहाँ ए भाइरल हजुर के छ भाइरल हजुर के छ ठिक छ अझै यहीँ राख्नु पर्यो हजुर कान सुन्दिन म मस्ताङ के छ त नि खबर हो भाइरल हजुरमा खोइ भनेर भन्थ्यो कि साथीहरूले भाइरल हजुरमा खोइ अरे अनि त्यहाँ यसो भेट्न आएको म त के छ त नि खबर हो पर्दैन पर्दैन म आउँछु अब